नानी अब यहाँ त आनन्दले मजाले सुतौँ ल। जाडो छ। तिमी अलिक उता जाऊ। ल ल एकछिन फोन हेर अनि तिमी सुत हो ल। अब त सुत्छु। माइत घर आएको आनन्दले 10 बजीसम्म सुत्छु मजाले। कोही कराउने पनि हुँदैन, कसैको डर पनि हुँदैन। घर ससुराली घरमा जस्तो डर पनि हुँदैन। अब त आनन्दले सुत्छु। आज त माइत घरमा आयो भने त घोडा बेचेको जस्तै निन्द्रा लाग्छ अरे भन्छ। बेसी फोन नहेर्नु है ल। मजाले सुत्नु पर्यो। सुन नानी, म पनि सुत्छु। उठाएर बोल। के साह्रो वाक्कै लगाएको आनन्दले सुत्नु पनि दिँदैन। उठाएर बोल। मम्मी गयो भन्दै। मम्मी गयो माथि एकछिन बाला मेरो बुढीलाई के भयो अरे ला हिजो त गएको थियो माइत घर। के दर्श लाग्यो है तेरिक म त टेन्सन भयो। है तेरिक हिजो त गएको एउटा न हौ। अब म रक्सी खाने दुःख दिदिन हौ। तिमी त हिजो माइत गएको कस्तो मलाई छोडेर गएको। उठ न, अबदेखि रक्सी खाएर म सताउँदिन। तिमी चाहिँ के भएको? अरे के भयो? किन रुको? अरे को अरे तर्सिन्छ माथि गयो भनेर रुँदै आएको कराको के दिउँदो रहेछ त। ए म मरे भनेर चाहिँ हतार हतार तिमी रुनु आएको? रुनु आएको? यो छोराले मलाई आमा गयो उकालो भनेको थिएँ। अनि माथि गयो? ए मैले निन्द्रामा माथि माइत घर गयो भनेको। मरिहाल्यो भने रुँदै आयो। तेरि कहाँ पुगेर यत्रो बेर आइसक्यो। मरेको फोनमा त गयो भने उल्टा सम्झेर आएको नि। मलाई माफ गरिदेऊ न। जहिले कहिले मर्छ भन्ने भयो।